येशू ख्रिस्टको जन्म किन गोठमै भयो? लुकाको पुस्तक 2 अध्यायको 1 देखि 7 मा यसरी लेख्दछ, ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलोपल्टको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आआफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। योसेफले आफ्नी पत्नी मरियमलाई अति सुरक्षित साथ बेथलेहेम लगे, किनभने यहुदी व्यवस्था अनुसार व्यभिचारी स्त्रीलाई ढुङ्गाले हानेर मार्नु भन्ने आज्ञा थियो र मरियम यहुदी समाज अनुसार उनी योसेफसँग विवाह हुन अगावै गर्भवती भएकी थिइन्। त्यसकारण यहुदीहरूले जुनसुकै समयमा मरियमलाई मार्न सक्दथे। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्मने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डुँडमा राखिन्, किनकि तिनीहरूको निम्ति पाउवामा ठाउँ थिएन। प्राचीन इजरायलीहरूको सामान्य परिवारको घरको बनोट यस प्रकारको हुँदथ्यो। इजरायलहरू आफ्नो संयुक्त परिवारसँग बस्दथे। चित्रमा देखाए जस्तै पहिलो नम्बरमा घरभित्र पस्ने गेट हुँदथ्यो भने गेटभित्र छिर्ने बित्तिकै उनीहरूको आपसमा कुराकानी गर्ने घरको आँगन हुँदथे र आँगनको बिचमा उनीहरूको गहिरो इनार हुँदथ्यो, किनभने इजरायलमा पिउने पानीको निम्ति कष्टकरै थियो। त्यसकारण उनीहरूले गहिरो इनार खन्ने गर्दथे। यसरी घरको आँगनमा नै उनीहरूले विशेष पारिवारिक कुराकानी गर्नुपर्दा सबै परिवारहरू त्यहाँ भेटेर कुराकानी गर्दथे। त्यसै गरी दोस्रो नम्बरको कोठामा उनीहरू सुत्ने गर्दथे भने चौथो नम्बरको कोठा चाहिँ पाहुना कोठा अर्थात् अप्पर रुम हुने गर्दथे। तेस्रो कोठा चाहिँ उनीहरूले दोष बलिको निम्ति छुट्याएको थुमा राख्ने गर्दथे। व्यवस्था 5:18ले हामीलाई बताउँदछ। यहुदियाको बेथलेहेम दाउदको सहर नाउँ लेखाउन आउनेहरूको भिडले खचाखच भएको कारण योसेफ र मरियम बास बस्नको निम्ति गएको उक्त घर पनि खचाखच भरिएको थियो। त्यसकारण उनीहरूले उक्त पाउवामा ठाउँ पाएनन् र यहुदीहरूले बलिदानको निम्ति छुट्याएर थुमा राख्ने गोठ रूपी कोठामा बास बसे, जुन चित्रमा 3 नम्बरको कोठाले सङ्केत गर्दछ। यूहन्ना 1:29ले भन्दछ, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा। यसरी येशू ख्रिस्ट यहुदीहरूको दोष बलिको थुमा राख्ने गोठमा जन्मेर संसारको सबै